इगो हट्लिनुहुन्न होइन हेलो साथीहरू, नमस्ते नमस्कार। जय नेपाल, जय राष्ट्र। यो हुन्छ एउटा नेताको छवि, यो हुन्छ एउटा देश बनाउने व्यक्तिको आफ्नो जनता बीच गएर आफ्नो प्रतिक्रिया दिएको शैली र दुनियाँले उसलाई के भनिरहेछ र दुनियाँले उसलाई कुन स्तरमा गएर गाली गर्दैछ, के गर्दैछ त्यो होइन। वास्तविकमा एउटा जब पोलिटिकल पावर भएपछि या कुनै पनि नेता या कुनै पनि मन्त्री या कुनै पनि जब कुनै सेलिब्रेटी भए पनि उसलाई दुनियाँले नराम्रो, सकारात्मक, नकारात्मक सबै दृष्टिकोणले हेर्छ। सबै दृष्टिकोणले हेर्न मतलब भनेको कसैले राम्रो भन्ला, कसैले नराम्रो भन्ला, कसैले गाली गर्ला, कसैले के जे पनि गर्न सकिन्छ होइन। उसको जनताको बिचमा अलिकता पनि केही यताउता देख्यो भने उसलाई नकारात्मक र सकारात्मककै रूपमा लिन्छ। तर बालन शाहले त्यो कुरालाई पोजिटिभ लिन्छ। पोजिटिभ भनेको दुनियाँले के भन्छ र दुनियाँले उसलाई कुन स्तरमा गएर गाली गर्छ उसलाई केही फरक पर्दैन, दिलमा हमेसा बस्छ। किनकि यो दुनियाँको काम हो। जसले केही गर्न सक्दैन, जसले देश बनाउन सक्दैन, जसले जनतालाई खुसी पार्न सक्दैन उसलाई गाली गर्ने हजारौँ मान्छे छ। अगर केही गर्छु भनेर आउने व्यक्ति केही गर्छु, केही देशमा यही गर्छु, केही देशलाई बनाउँछु भनेर उसलाई गाली गर्ने, उसलाई नकारात्मक सकारात्मक हरेक कुरामा मान्छे छ। पोजिटिभ पनि छ, नेगेटिभ पनि छ होइन। कसैले पोजिटिभ लिन्छ, कसैले नेगेटिभ लिन्छ, सबैको आफ्नो आफ्नो थट हो। दिने लिने सबैको आफ्नो थट हो। तर नेगेटिभ थिङ्स पनि छ, पोजिटिभ थिङ्स पनि छ होइन। नकारात्मक पनि छ, सकारात्मक पनि छ। यो भिडियो अलिकता हेर्नु उहाँले के भन्दैछ।